म छु अहिले प्रकृतिले सजाएको एउटा अद्भुत बगैँचामा। यहाँको मन एकदमै रमाइलो छ। रङ्गीन फुलहरू मुस्कुराइरहेका छन्। बीच एरियामा छु र यहाँ चारैतिर हरियाली रुखहरू। फुलहरू बोल्दैनन् तर आफ्नो सुन्दरताले सबैको मन छुन्छन्। यदि एउटा सुन्दर कथा लुकेको हुन्छ। गोदावरीको यति ठुलो छ, हजुरहरूले देख्न सक्नुहुन्छ। कयौं फुलहरू फक्रिरहेका छन् र फुलहरूको सुगन्धले यहाँको वातावरण अझ विशेष बनाएको छ। म छु अहिले प्रकृतिले सजाएको एउटा अद्भुत बगैँचामा। मन थाकेको छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, शान्ति महसुस गर्नुहुनेछ। हेलो, नमस्ते। काठमाडौँको भिडभाड र कोलाहलबाट केही टाढा प्रकृतिको काखमा लुकेको एउटा सुन्दर संसार। स्वागत छ गोदावरी गार्डन। म छु अहिले राष्ट्रिय वनस्पति उद्यान गोदावरी। यहाँको मन एकदमै रमाइलो छ। हरेक बाटोले प्रकृतिको नयाँ रूप देखाउँछ। कतै रङ्गीन फुलहरू मुस्कुराइरहेका छन् त कतै अग्ला रुखहरूले छाया दिएर आगन्तुकलाई स्वागत गरिरहेका छन्। फुलहरू बोल्दैनन् तर आफ्नो सुन्दरताले सबैको मन छुन्छन्। प्रकृतिको यो गुलाबी मुस्कानले दिनलाई अझै सुन्दर बनाइदिएको छ। हरेक फुलभित्र प्रकृतिको एउटा सुन्दर कथा लुकेको हुन्छ। गोदावरीको हरियाली बीच फक्रिएको यो फुल प्रकृतिको एउटा जीवित कलाकृति हो। अहिले म छु यो राष्ट्रिय वनस्पति उद्यानको भाइरल झरनामा। झरना यति ठुलो छ, हजुरहरूले देख्न सक्नुहुन्छ। व्यस्त जीवनबाट केही समय निकालेर यहाँ आउँदा मनका थकानहरू बिस्तारै हराउँदै जान्छन्। प्रकृतिसँग बिताएको प्रत्येक क्षणले जीवनलाई नयाँ ऊर्जा र प्रेरणा दिन्छ। गोदावरी गार्डन केवल घुम्ने ठाउँ मात्र होइन, यो त मनलाई शान्त बनाउने एउटा अनुभव हो। यहाँ बिताएको समयले प्रकृतिप्रतिको प्रेम अझ गहिरो बनाइदिन्छ। म अहिले यो गोदावरीको बीच एरियामा छु र यहाँ चारैतिर हरियाली रुखहरू देख्न सक्नुहुन्छ। कति सुन्दर छ यो ठाउँ। आज प्रकृतिले आफ्नो रङहरू कति सुन्दर ढङ्गले पोख्न सक्छ भन्ने उदाहरण हो यो मनमोहक फुल। हरियालीको बीचमा फक्रिएको यो फुलले यहाँको वातावरणलाई अझ जीवन्त बनाएको छ। नजिकबाट हेर्दा यसको कोमल पातहरू, हल्का गुलाबी रङ र मनमोहक बनावटले जो कोहीको मन सजिलै जित्न सक्छ। हावासँगै हल्का हल्सिने यी फुलहरू मन प्रकृतिको आफ्नै सङ्गीतमा रमाइरहेका छन्। गोदावरीको शान्त वातावरणमा यस्ता सयौं फुलहरू फक्रिरहेका छन् जसले यहाँ आउने प्रत्येक आगन्तुकलाई प्रकृतिप्रति अझै नजिक बनाउँछ। कहिलेकाहीँ एउटा फुलले पनि हजारौं शब्दभन्दा धेरै कुरा भन्न सक्छ र यो फुलले पनि प्रकृतिको सुन्दरता, शान्ति र जीवनको सन्देश दिइरहेको जस्तो लाग्छ। यस्ता दृश्यहरू हेर्दा मनका सबै थकानहरू हराएर प्रकृतिसँग काखमा हराउन मन लाग्छ। टी गार्डन अहिलेको गोदावरीको एकदमै भाइरल एरिया, हजुरहरूले देखेर अनुमान गर्न सक्नुहुन्छ। हरियाली भरिएको यो ठाउँमा पाइला टेक्ने बित्तिकै मनमा एउटा छुट्टै शान्ति महसुस हुन्छ। चराचुरुङ्गीको मधुर आवाज, चिसो हावा र फुलहरूको सुगन्धले यहाँको वातावरण अझ विशेष बनाएको छ। यस ठाउँको फुल भिडियो हेर्नको लागि मेरो अर्को भिडियोमा जानुहोला, त्यसको लिङ्क म तल राखिदिन्छु। यदि तपाईँ पनि शान्त वातावरण, हरियाली र प्रकृति सुन्दरताको खोजीमा हुनुहुन्छ भने गोदावरी गार्डन एकपटक अवश्य घुम्नुहोस्। आजको यात्रामा साथ दिनुभएकोमा धन्यवाद। यस्तै सुन्दर ठाउँहरूको यात्रा हेर्नको लागि भिडियो लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्।